फाइनली आज चाहिँ खाना पकाउने जिम्मा चाहिँ मेरो भागमा आयो। अब म खाना पकाउन जाँदैछु। बुढीले चाहिँ नानीहरूलाई पढाउने अरे, आज रेस्ट अरे, बुढोले पकाएको पनि खाऊँ न त भन्ने कुरो आयो। ठिकै छ, अब म किचनतिर लाग्छु। अब कहिलेकाहीँ चाहिँ यसो पालो पनि दिनुपर्छ भन्ने लाग्छ मलाई। अब यता आमामा आँपको अचार हाल्नलाई रेडी गरेको रहेछ काटेर। यता बाफ रे बाफ। अब म चाहिँ किचनमा आइपुगेँ। अब खाना बनाउँछु म, खाना सब्जी बनाउन चाहिँ मलाई लास्ट अल्छी लाग्ने भएकोले गर्दा मैले चाहिँ आज मासु लिएर आएको छु कुखुराको। अब हेरौँ कस्तो हुन्छ आजको। खाना चाहिँ पकाइसकेको रहेछ, फाइनल्ली खाना पाकिसकेको रहेछ। अब सब्जीमा चाहिँ मैले मासु बनाउनु पर्ने भयो। अब कटिङ बोर्ड निकालेँ। अब यहाँबाट स्टार्ट हुन्छ प्याज खोर्सानी टमाटर काट्न। त्यसपछि अब धेरै दिनपछि अब मैले खाना बनाउन आँटेको। यता प्याज टमाटर रेडी गरेँ। अब खोर्सानी कता छ सोध्दैछु। खोर्सानी कता के रहेछ। ब्रोकाउली पनि मिसाउनुपर्छ यी गाउँ मासुमा चाहिँ। ब्रोकाउली भन्ने रहेछ, यसलाई के भन्छ लो कमेन्ट गर्नु होला गाइस। यो चाहिँ क्याप्सिकन, यो पनि मिसाऊँ कि भन्ने चाहिँ आयो, तर होस् सायद यो चाहिँ नमिसाउने भयो। मैले मसला अघि रेडी गरिसकेको रहेछ पिसेर। अब हेरौँ कस्तो बन्छ आजको मासु चाहिँ। नयाँ भान्सेले बनाएको, हेरौँ आज के हुन्छ। घरको काम गर्नु पनि साह्रो गाह्रो हुँदैछ। एउटा प्याज काटिसकेको, आँसु बनाइदियो। एउटा प्याजले आँसु बनायो। घरमा तपाईँहरूले पनि यसो सराउने काम चाहिँ गर्नु। घरको काम सजिलो नहुँदैछ, किचनको काम देख्दा मात्र सजिलो हुँदैछ। बुढी भातले भन्ने हुने जस्तो चाहिँ गाह्रै हुने रहेछ। ल मासुको लागि अब कन्ती पनि बसाइयो। अब त्यसपछि तेल टक्क तेल लगाएर, ल हो सूर्यमुखी भनेको तोरीको तेल रहेछ यो चाहिँ लगाइयो। नयाँ भान्से आज कस्तो हुने हो। अब आज चाहिँ म चाहिँ यसमाथि नै प्याज हालेर बनाउने हो मासु। सुरुमा नखरियाइकन सुरुमा प्याज सहित बनाउने हो यो मासु चाहिँ। तेल पनि खरियो। अब प्याज यो चाहिँ नयाँ तरिका। कस्तो हुने हो थाहा छैन। ल मासु पनि हालियो। मासु चलाइसकेपछि चाहिँ यस्तो देखियो। अब नयाँ तरिकामा कस्तो हुने हो। चलाइसकेपछि यसलाई एकछिन छोपौँ कस्तो हुँदो रहेछ। नयाँ अनुभव आज बटुल्ने भयो। ओह भान्सामा त ओभर गर्मी धेर भयो। एकछिन बाहिर निक्लिनु पर्यो। हो जेठो छोरो हुँदा साइकल पढिसकेछन् केटाहरूले। भाइ आम्म केटाहरू हुँदा धेरै बेर छोड्न पनि मिलेन नि त होइन। किचनमा बन्दैछ कस्तो हुन्छ हेर्दै जाउँ, चलाउँदै जाउँ। आज नयाँ बिरी अपनाएको। नयाँ बिरी र बाफ्रे कस्तो चाहिँ हुने हो त यो आज। नयाँ मान्छेले पकाएको खाइसक्ने हुने है, खाइ नसक्नु हुने हो कि। तर घरमा चाहिँ आफूले पनि यसो कहिलेकाहीँ यसो टाइम चाहिँ दिनुपर्ने रहेछ। किचनको काम देख्दा मात्र सजिलो, अलिकति गाह्रै हुने रहेछ। को छौँ हामी यस्तै म जस्तै अल्छी को हुनुहुन्छ घरमा नसघाउने किचनको चाहिँ केही पनि। ल कमेन्ट गर्नु होला। ल फाइनली टमाटर र मसला पनि हालियो। धेरै बेर पछिको मिहिनेतपछि हाल्ने कुराहरू सबै हालिसक्यो। अब कस्तो हुन्छ भन्ने कुरो। अब यो तेजपत्ता पनि हालिदिन्छु 2-3वटा पखालेर अब टक्कसँगले। त्यसपछि कस्तो हुने हो। खै खलखली भइसक्यो एकदमसँगले। ओह बिजोग बनायो। बाफ्रे यता सरसफाइ पनि गरेँ नि त मैले। त्यही भएर गर्मी महिना आएछ। गर्मी भनेको ती पनि हुन्छ। अब एकैचोटि निकालिसकेपछि म देखाउँछु तपाईँहरूलाई कस्तो भएछ भनेर चाहिँ।
मासु चाहिँ पाएको होइन त्यो छ नि फेरि मासु चाहिँ बाफ्रे मग 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 लङ सुक्ने सबको बास्ना आयो अनि यता बुढीलाई पनि म चाख्न दिएँ कस्तो लाग्यो त तिमीलाई मासु मिठो छ आमा आज दिल खुस होला भात तरकारी केही पकाउनु परेन होइन आमै कमानु त छ बाफ्रे मिठो लाग्यो अरे पुरा ऊ कम्प्लेन चाहिँ भइहाल्छ अझै पाकेको छैन अरे क्या यस्तो मजाले पकाइसक्यो कम्प्लेन हुन्छ क्या त्यही भएर चाहिँ हामी छोरा मान्छेहरू पछाडि जहिले त्यही भएर पछाडि पछाडि हुन्छौँ क्या के भएको छैन अरे कम्प्लेन चाहिँ जहाँबाट पनि आउँछ कि त्यही भएर अलिकति हामीलाई यो किचनको काम चाहिँ केही पनि गर्न मन लाग्दैन ल फाइनली मासु पाएको यो नयाँ तरिकाले पकाएँ कहिले नपकाउने मान्छेले फर्स्ट टाइम पकाएको मिठो लाग्यो अरे खुसी लाग्यो तर हल्का अब जस्तै आइहाल्छ के गर्नु